हेलो कुजाम्बु टासिडीले नमस्कार तपाईहरु सबैजनालाई है। आज धेरै गरम छ हैन, धेरै गरम, तर गर्मी दिनमा चाहिँ म आज है यहाँ पलिशिङ गरिरहेछु गाडीलाई है। आज अफ डे, एक दिन अफ, मैले यो गाडीलाई मात्रै पलिशिङ गर्नु लागि, सिक्किम बोयलाई स्पेशली सिक्किम बोयलाई पलिशिङ गर्नु लागि चाहिँ मैले छुट्टी ल्याएको हैन। किनभने सिक्किम बोय है मेरो चाहिँ एउटा कनेक्सन छ क्या सिक्किम बोय र मेरो चाहिँ। किनभने जब है मैले मतलब मेरो जति ब्लगिङ सिक्किम बोयको जति ब्लगिङ करियर भएको छ हैन, इज अलमोस्ट लाइक 1 इयर मात्रै हुँदैछ। त्यति नै पुरानो पनि यो गाडी हो। जुन दिन मैले यो गाडी ल्याएँ त्यसकै भोलिपल्टदेखि मैले है ब्लगिङ सुरु गरेँ। हुन त मैले अगाडि पनि धेरै ब्लगिङहरू गरेको हैन, त्योभन्दा अगाडि मेरो अरू गाडीहरू थियो हैन। मतलब आई वाज इन डिफ्रेन्ट फिल्ड है, म डिफ्रेन्ट फिल्डमा थियो हैन। एनजिओहरू चलाउँथ्यो है, सोसल वर्कहरू गर्थ्यो है, समथिङ लाइक आई डी मतलब ट्रेडहरू गर्थ्यो हैन, ट्रेडहरू गर्थ्यो मार्केटमा है, सेयर मार्केटमा, र अरू कति फ्रिल्यान्सिङ जबहरू गर्थ्यो म है, अनलाइनहरू। र अहिले पनि आई डु अल दोज थिङ्स हैन। तर फुल टाइम चाहिँ म यो गाडी ल्याएपछि फेरि त्यहाँदेखि म ट्राभलिङ लाइनमा आयो हैन। फुल टाइम ब्लगिङमा पनि आयो हैन, ट्राभलिङ ब्लगिङमा, जुन चाहिँ मलाई पहिलादेखि नै गर्नु थियो र धेरै मायाहरू पायो है। जुन चाहिँ अगाडिको ब्लगिङ च्यानलहरूले त्यति बेसी पाएको थिइनँ, त्यति बेसी दर्शकले रुचाएको थिइनँ हैन। र त्यही कारण चाहिँ म चाहिँ क्या यो गाडीलाई चाहिँ क्या लकी च्याम्प भन्छु क्या, लकी च्याम्प क्या। मेरो लाइफमा क्या इट्स लाइक अ गड एन्जल है। जुन चाहिँ जब मेरो लाइफमा आयो, मलाई एउटा जुन चाहिँ मैले लाइफमा गर्नु चाहिरहेको थिएँ त्यो डाइरेक्सन पनि पायो हैन। जुन चाहिँ आई अलवेज है लाइक टु ट्राभल है, ट्राभल। तर एउटा मिडल क्लास ब्याकग्राउन्डकोले हुँदाखेरि जुन चाहिँ एउटा मान्छेलाई ट्राभल गर्नु लागि सो एक्सपेन्सिभ नि हैन। त्यही कारण चाहिँ मलाई ब्लगिङ गर्नु थियो। र अहिले जुन चाहिँ एउटा टुरिज्मको माध्यमबाट हैन म आफै पनि घुम्नु पाउँछ, फ्रीमा घुम्नु पाउँछ है, टुरिस्टहरू घुमाउँदै। सो यो गाडी आएकोदेखि चाहिँ हैन र सिक्किम बोयको जर्नी स्टार्ट भयो। यति बेसी माया पायो हैन। अब त्यसले गर्दाखेरि चाहिँ क्या अब सी इज माई लकी च्याम्प हैन। र कतिले मलाई भन्छ पनि XUV 700 को जस्तो रिसेल भ्यालु छैन तपाईँले, यस्तो कुराहरू पनि क्या। तर आई डोन्ट केयर है, अहिले म आई डोन्ट केयर एट अल है। किनभने आई एम नेभर गन सेल दिस कार क्या। अब हुन्छ नि एउटा मेरो कनेक्ट भइसकेको छ क्या, कनेक्ट भइसकेको छ उसले नै। अब एउटा हुन्छ नि लाइफमा कतिवटा कुराहरू क्या, जुन चाहिँ कुरा तपाईँको लाइफमा आयो भने तपाईँको लाइफमा है चेन्ज आउँछ हैन। दो तपाईँकोमा त्यो ट्यालेन्ट हुँदा पनि, सबै कुराहरू हुँदा पनि, तर कतिवटा कुरा भएको हुँदैन नि है। मेरो लाइफमा पनि त्यो कहीँ न कहीँ भइरहेको थियो क्या। इट्स नट लाइक द्याट म हार्ड वर्किङ थिइनँ हैन, केही न केही मेरोमा अब त्यो कुराहरू पनि थिइनँ भन्ने पनि कुराहरू होइन। पहिला मैले धेरै कुराहरू गरेको, धेरै कुरा ट्राई गरेको, तर केही न केही नेगेटिभ एनर्जीहरू है ले गर्दाखेरि, नेगेटिभ है अब हुन्छ नि इन्भाइरोमेन्ट, नेगेटिभ इनर्जीहरूले गर्दाखेरि चाहिँ त्यो अलिकति भएको थिएन क्या। अन्त आई वाज काइन्ड अफ फ्रस्ट्रेटेड लाइक डिमोटिभेटेड टाइप हुन्छ नि। अन्त भित्रभित्रै म क्या टुटिरहेको थिएँ क्या, फुटिरहेको थिएँ क्या मतलब हुन्छ नि। तर बादमा फेरि अगेन आई स्टुड अप हैन। त्यहाँदेखि मैले जुन चाहिँ मेरो अरू गाडीहरू थियो, गाडीहरू सबै मैले सेल गरिदिएँ हैन। जुन चाहिँ सबै मतलब यो मैले ट्याक्सी राखेको थियो, प्राइभेट नम्बरहरू थियो है, सबै गाडी मैले सेल गरिदिएँ। देन आई बट दिस कार हैन। ल्याएर चाहिँ त्यहाँदेखि चाहिँ एउटा हुन्छ नि आई केम अप विथ द आइडिया अफ सिक्किम बोय है। गाडी नै मैले नाम सिक्किम बोय राखिदियो है, सी इज अ सिक्किम बोय क्या। अन्त सिक्किम बोय राखिदियो। त्यहाँदेखि चाहिँ हुन्छ नि मेरो जर्नी स्टार्ट भएको क्या। त्यहाँ हुन्छ नि एउटा एकै लेभलको हुन्छ नि क्या एनर्जी पनि आयो मेरो पोजिटिभ एउटा हुन्छ नि सबै कुराहरू। जुन चाहिँ मेरो क्या पास्टको लाइफको 8-9 वर्षको जुन चाहिँ एउटा मेरो एक्सपिरियन्स, जुन चाहिँ एउटा मेरो काइन्ड अफ एन्जाइटी टाइप, काइन्ड अफ मैले भोगेको कुराहरू है, मेरो डिप्रेसन, मेरो फ्रस्ट्रेसन हुन्छ नि, मेरो एङ्गर हुन्छ नि, धेरै सबै कुराहरू क्या मैले अहिले यो है ब्लग, यो ट्राभलिङमा म निकाल्छु क्या। मेरो बरसहरू हुन्छ नि लाइफको क्या, मैले जति कुराहरू नएचिभहरू गरेको हुन्छ नि, जो वेनेभर आई ट्राभल हुन्छ नि, त्यो मेरो भित्र फुटिरहन्छ क्या। त्यही कारण म आई नेभर टायर्ड क्या, म टायर्ड हुँदिनँ। टायर्ड भयो भने त्यो सबै कुराहरू म सम्झिन्छु क्या। त्यो सबै कुराहरू म जिन्दगीमा जहिले म जब म डाउन फिल गर्छु नि, म पहिलाको लाइफमा म हारेको कुराहरू चाहिँ म सम्झिन्छु क्या। देन मलाई फेरि क्या मलाई अझै स्ट्रङ भएर स्टुड अप गर्नु मनपर्छ है विथ दिस सिक्किम बोय। र उहाँ यति साह्रो मलाई सिक्किम बोय, त्यही कारण चाहिँ सिक्किम बोय चाहिँ यता है, सिक्किम बोय है। तपाईँहरूले मलाई भन्नुहुन्छ म चाहिँ टासी नामगेल भुटिया हो, सिक्किम बोय चाहिँ यता हो। सो यसरी नै माया दिइराख्नुहोस् होइन। तपाईँले यति साह्रो माया दिनु भइरहेछ। र म यस्तै नयाँ इन्सपिरेसन ब्लग र साथै ट्राभल कन्टेन्टहरू लिएर आउने है कोसिसहरू म गरि नै रहन्छु। तपाईँले धेरै माया दिनुहोस् र माया दिइराख्नु भएको छ है। जतिसक्दो भिडियोलाई सेयर गरिदिनुहोस्। टिल देन बाई बाई, टेक केयर, सी यु इन द नेक्स्ट ब्लग।